Hello everyone, welcome back to the all new episodes of Electric Drives Nepal. र आज चाहिँ हामीसँग काईको इक्यूट 02 छ र यो चाहिँ इभी मार्केटमा एउटा फ्रेश फेस बनेर आएको छ। यदि तपाईहरु चाहिँ एउटा अफोर्डेबल इभी खोजिरहनु भएको छ भने चाहिँ this could be a great option for you. So let's see if this vehicle lives up to the hype or not. This is a compact EV from China, has modern aesthetics and practical design. अब कुरा गरौँ टेक्निकल एस्पेक्ट्स र स्पेसिफिकेशन्स को। यो गाडीमा चाहिँ 40 किलोवाट को चाहिँ मोटर राखिएको छ भने यसले प्रोड्युस गर्ने टर्क भनेको चाहिँ 110 न्यूटन मिटर को हो। यसमा चाहिँ 28.08 किलोवाट आवर एलएफपी ब्याट्री राखिएको छ र यसको क्लेम रेन्ज भनेको चाहिँ 300 किलोमिटर को हो। So probably this is the first two-door vehicle जसले चाहिँ फास्ट चार्जिङ सपोर्ट गर्छ र यसमा चाहिँ CCS टाइप 2 को चाहिँ पोर्ट छ। यसले चाहिँ 45 किलोवाट आवर सम्मको फास्ट चार्जिङलाई सपोर्ट गर्छ भने only 30 minutes मै यो गाडी फुल चार्ज हुन्छ। फर्स्ट अफ अल दिस इज अ two-door vehicle as you can see। यसको कलर यो स्काई ब्लू एकदम राम्रो छ र यसको ब्लू र ब्ल्याक को कम्बिनेसन पनि मलाई एकदम मन परेको छ। ठाउँ ठाउँमा चाहिँ हामीले यस्तो कर्भ्सहरु अनि कट्सहरु चाहिँ पाउन सक्छौं जसले गर्दा यसको लुक्सलाई अझ धेरै एस्थेटिक बनाएको छ भने हामीले चाहिँ फ्लश डोर ह्यान्डल पनि पाउन सकिन्छ। र अब टायरको कुरा गर्नु पर्दाखेरि चाहिँ यसमा चाहिँ 15 इन्चको टायर छ which is bigger with compared to the other city cars। र अब कुरा गर्दै गर्दाखेरि यसको ग्राउन्ड क्लियरेन्स चाहिँ 165 mm को छ र हामीले यो गाडीलाई अफ रोडमा पनि चलाएर हेर्यौ र अफ रोडमा पनि यसको राइड स्मुथ नै थियो whereas suspension was in the harder side। Moving on, अगाडि चाहिँ डिस्क ब्रेक राखिएको छ भने पछाडी चाहिँ हामीले ड्रम ब्रेक पाउन सक्छौं र पछाडीबाट हेर्दाखेरि चाहिँ यो गाडी क्वाइट स्पेशियस नै देखिन्छ इन कम्पेरिजन टु द अदर सिटी कार्स। हामीले कर्भ्सहरु कट्सहरु क्रुइजेसहरु चाहिँ पछाडी पनि इक्वली पाउन सकिन्छ र यहाँ चाहिँ इक्यूट 02 भनेर चाहिँ ब्याजिङ गरिएको पाइन्छ। काईको लोगो चाहिँ ठाउँ ठाउँमा राखिएको छ भने हामीले पछाडी चाहिँ पार्किङ सेन्सर्स र यसमा हामीले एउटा एक्स्ट्रा कुरा पाउने भनेको चाहिँ 360 क्यामेरा पनि हो र अब चाहिँ यसको बुट स्पेस कत्रो छ हेरौँ। यो सिटी कार भएको कारणले गर्दाखेरि चाहिँ बुट स्पेस अब अलिकति थोरै नै छ यसमा, तर अब यसलाई चाहिँ हामीले 50-50 स्प्लिट गरेर चाहिँ बुटलाई एक्सटेन्ड गरेर मजाले आफ्नो सामानहरु चाहिँ राख्न सकिन्छ। यो गाडीमा इन्ट्रेस्टिङ लागेको मलाई अर्को कुरा भनेको यसको साँचो हो जुनलाई चाहिँ अब हामीले फिडेड स्पिनर जसरी पनि युज गर्न सकिन्छ। र अर्को मेन थिङ भनेको चाहिँ वन्स वी लक द कार यसको विन्डो चाहिँ आफै क्लोज हुन्छ। So let's go inside. How's the interior? इन्टेरियरमा आइसक्दाखेरि बाहिर जति गाडी कम्प्याक्ट देखिए तापनि भित्र स्पेशियस नै छ। यसको लेग रूम हेड रूम इनफ नै लागेको छ मलाई। र टकिङ अबाउट द सीट पनि वेल कुशन नै छ र कम्फर्टेबल नै छ बस्नको लागि र त्यस्तै गरेर हामीले चाहिँ हार्ड प्लास्टिक पाउन सक्छौं भने ठाउँ ठाउँमा चाहिँ हामीले सफ्ट फिल पनि लिन सकिन्छ। यसमा चाहिँ हामीले डी-कट स्टियरिङ पाउन सक्छौं विथ स्टियरिङ माउन्टेड कन्ट्रोल्स। एज यु क्यान सी सेन्टर कन्सोल चाहिँ अलि ओपन नै छ। हामीले धेरै कुराहरु चाहिँ यहाँ पाउन सक्दैनौं। हामीले अब बोतल होल्डर पाउन सक्छौं र अब यसमा चाहिँ ह्यान्ड ब्रेक छ र त्यस्तै गरेर हामीले यस्तो खालको आर्मरेस्ट चाहिँ पाउन सकिन्छ भने अगाडिपटि हेर्दाखेरि चाहिँ हामीले 12 भोल्टको सकेट पाउन सक्छौं र यहाँ चाहिँ ग्लभ बक्स दिएको छ। अल्सो फर्स्ट एड किट पनि राखिएको रहेछ। यहाँबाट चाहिँ हामीले एसी लाई कन्ट्रोल गर्न सक्छौं र अटो क्लाइमेट कन्ट्रोल पनि हुन्छ यसमा। त्यस्तै गरेर हामीले यहाँबाट चाहिँ 360 क्यामेराको चाहिँ एक्सेस पाउन सक्छौं र सिटी कारमा 360 क्यामेरा हुनु भनेको चाहिँ इज अ क्वाइट ग्रेट थिङ। 6.7 इन्चको इन्स्ट्रुमेन्ट क्लस्टरमा अलिकति हामीले डिफ्रेन्ट लुक्सहरु चाहिँ पाउन सक्छौं। एज वी क्यान सी यसमा चाहिँ ओडोमिटर अब कति रेन्ज बाँकी छ त्यस्तै गरेर चाहिँ यो गाडीमा कति % चार्ज छ भन्ने जस्तो कुराहरु देखिन्छ। यो गाडी कुन मोडमा छ भनेर पनि वी क्यान सी यो गाडी अहिले चाहिँ इको मोडमा छ। र मुभिङ फरवर्ड हामीले चाहिँ यतापटि देख्न सक्छौं दिस इज द इन्फोटेनमेन्ट सिस्टम। यो चाहिँ 10.25 इन्चको छ र यसको अब टच सेन्सिटिभिटी पनि राम्रो नै छ र यसको फिल पनि राम्रो नै लागेको छ मलाई। र यसको राम्रो कुरा भनेको चाहिँ यसले वायरलेस एप्पल कारप्ले चाहिँ सपोर्ट गर्छ। पछाडी जानको लागि चाहिँ यसको डोर चाहिँ म्यासिभ नै छ र अब यसलाई यसको सिटलाई चाहिँ यसरी माथि फुल गरेर पछाडी जान सकिन्छ। प्यासेन्जर सिटमा आएर बसिसक्दाखेरि चाहिँ यसको लेग रुमको कुरा गर्नु पर्दाखेरि अलिकति कम नै छ लेग रुम। अब म भन्दा अग्लो मान्छेलाई चाहिँ अलिकति समस्या नै हुन्छ जस्तो लाग्यो मलाई भने हेड रुम चाहिँ अब ठिकै नै छ र यसमा चाहिँ अर्को कुरा भनेको थाई सपोर्ट पनि अलिकति कम नै लागेको छ मलाई र हामीले चाहिँ पछाडी दुईटा कप होल्डर पाउन सकिन्छ र फिक्स्ड विन्डो चाहिँ पाउन सकिन्छ। सो दिस भेहिकल बिङ अ सिटी कार अब हामीले यो गाडीलाई चाहिँ म अफ रोडिङै गर्छु अथवा मजाले पर्फर्मेन्सको बेसिसमा जज गर्छु भन्दाखेरि चाहिँ अलिकति मिल्दैन
तर अब यस्तो सिटीमा चाहिँ यो गाडीलाई ड्राइभ गर्नको लागि चाहिँ एकदमै धेरै सजिलो लाग्यो मलाई। अब एकदम इफोर्टलेस ड्राइभ छ अनि अब जहाँ पनि जान्छ अब मलाई एकदम पर्सनली चाहिँ सजिलो लागेको छ यो गाडी चलाउन। र अब प्राइस वाइज पनि यो गाडी अफोर्डेबल नै छ। सो अल इन अल मलाई यो गाडीको पर्फर्मेन्स पावर एभ्रिथिङ मलाई मन परेको छ बिङ अ सिटी कार। अल इन अल फर्स्ट इम्प्रेसनमा यो गाडी प्र्याक्टिकल छ, अफोर्डेबल छ, विथ स्मार्ट फिचर चाहिँ तपाईँहरूले पाउन सक्नुहुन्छ। र यो अफोर्डेबल कारको प्राइस चाहिँ 22.96 लाख हो। र तपाईँहरू चाहिँ यो गाडीमा स्विच हुने कि नहुने भन्ने कुरा कमेन्ट सेक्सनमा भन्नु होला। टिल देन ड्राइभ इलेक्ट्रिक, गो ग्रिन, बाई।